हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको यस भिडियोमा नेपाल ब्याङ्क लिमिटेडले सुरक्षा सुपरभाइजर पदको लागि विज्ञापन खुलाएको छ। यसबारे जानकारी दिनेछु। भिडियो स्किप नगरी हेरिदिनुहोला। भिडियो मन पर्यो भने लाइक तथा शेयर गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। प्रकाशित मिति 2082 साल 2 महिना 10 गते रहेको छ। यस ब्याङ्कको लागि आवश्यक निम्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा करारमा भर्ना गर्नुपर्ने भएकोले नेपाली सेना वा भारतीय गोर्खा सेना वा बेलायती गोर्खा सेना वा नेपाल सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त प्राविधिकतर्फ सेवा गरेका बाहेक देहायमा उल्लेख भए अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति 2082 साल 2 महिना 10 गतेदेखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ। ब्याङ्कले तोकेको अनलाइन दरखास्त फारममा भर्नुपर्ने सम्पूर्ण विवरणहरू भरि सोको साथमा नागरिकता प्रमाणपत्र र दरखास्त दिने पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा पासपोर्ट साइजको फोटो र दस्तखत स्क्यान वा एट्याच गरी तोकिएको शुल्क तिरी मिति 2082 साल 2 महिना 24 गतेसम्म अनलाइन दरखास्त पेश गर्नुपर्नेछ। म्यादभित्र दाखिल नभएको र रित्त नपुगी आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन। झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ। विज्ञापन नम्बर 1, 2, 3 भनेर लेखिएको छ। तह वा पद सुरक्षा सुपरभाइजर, कार्यालय मध्य प्रदेश वीरगञ्ज 1 नम्बर, 2 नम्बरमा लुम्बिनी प्रदेश बुटवल र 3 नम्बरमा सुदूरपश्चिम प्रदेश धनगढी रहेको छ। अर्को व्यवस्था नभएसम्म प्रादेशिक कार्यालय कर्णाली प्रदेश अन्तर्गतको सुरक्षा सुपरिवेक्षकको जिम्मेवारी समेत वहन गर्ने गरी पद सङ्ख्या 1 वटा रहेको छ। सेवा किसिम भनेको करार भयो। न्यूनतम योग्यता सेनाको सुबेदार, प्रमुख सुबेदार, मानार्थ उपसेनानी वा सोसरह, निवृत्त भरणमा अवकाश पाएको, सेवाबाट अवकाश भएको 5 वर्ष ननाघेको, सेवामा छँदा कुनै अभियोग नलागेको। अनलाइन दरखास्त दिने अन्तिम मिति अर्थात् मिति 2082 साल 2 महिना 24 गतेसम्ममा उमेर 53 वर्ष ननाघेको, माथि दफा क मा उल्लेखित योग्यता पुगेका एवं यस ब्याङ्कका प्रमुख सुरक्षक पदमा कार्यरत सुरक्षकहरूले पनि यस विज्ञापनमा आवेदन दिन पाउनेछन्। साथै उक्त योग्यता पुगेका प्रमुख सुरक्षकहरूलाई माथि उल्लेखित दफा ग र अङ्ग लागू हुने छैन। परीक्षाको किसिम भनेको लिखित परीक्षा र अन्तर्वार्ता हुनेछ। तलब तथा सुविधा ब्याङ्कले तोके बमोजिम। परीक्षा दस्तुर र दस्तुर बुझाउने प्रक्रिया, परीक्षा शुल्क बापत 800। अनलाइन आवेदन भरे पश्चात प्राप्त हुने निर्देशन बमोजिम। नेपाल ब्याङ्क लिमिटेड मोबाइल ब्याङ्किङ वा कनेक्ट आइपिएस वा ई-सेवा वा फोन पे वा खल्ती मार्फत दरखास्त शुल्क भुक्तानी गर्नुपर्नेछ। यसरी दरखास्त दस्तुर भुक्तानी गर्दा लाग्ने दस्तुर आवेदक स्वयंले नै बेहोर्नु पर्नेछ। रिक्त नपुगी अस्वीकृति भएका आवेदनहरूको शुल्क फिर्ता हुने छैन। फर्म फिल गर्दा एकदमै ध्यानपूर्वक फिल गर्नुहोला। एकचोटि तपाईँले फिल गरिसक्नु भएपछि, सबमिट गरिसक्नु भएपछि र पेमेन्ट भेरिफाइड भएपछि तपाईँको फर्म चेक हुनेछ। र यदि तपाईँले फर्म फिल गर्दा केही झुट्टा विवरण फिल गर्नुभएको छ भने तपाईँको फर्म रद्द हुन सक्छ र तपाईँले आफ्नो पेमेन्ट फिर्ता पाउनु हुने छैन। तोकिएको कुनै पनि भुक्तानी माध्यमबाट दरखास्त दस्तुर भुक्तानी गरिसकेपछि अनलाइन रिक्रुटमेन्ट पोर्टलमा पेमेन्ट सक्सेसफुल र सबमिटेड भए नभएको सम्बन्धमा आवेदक स्वयंले यकिन गर्नुपर्नेछ। दरखास्त दिने म्याद समाप्त हुँदासम्म पनि दरखास्त दस्तुर भुक्तानी नगरेमा वा अनलाइन दरखास्त फारम सबमिट नगरेमा आवेदन स्वीकृत गरिने छैन। लिखित परीक्षा मिति, लिखित परीक्षा कार्यक्रम काठमाडौँमा सञ्चालन हुनेछ र परीक्षा केन्द्र र मिति सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ। तपाईँको एक्जाम चाहिँ काठमाडौँमा सञ्चालन हुनेछ, डेट चाहिँ पछि प्रकाशित हुनेछ। यस सूचनामा कार्यालय तोकी विज्ञापन गरिएको भए तापनि छनौट भई नियुक्ति गरिएको सुरक्षा पर्यवेक्षकले ब्याङ्कले खटाएको जुनसुकै स्थानमा गई काम गर्नुपर्नेछ। आवेदन स्वीकृत वा अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार ब्याङ्कलाई हुनेछ। आवेदन स्वीकृत भएका उम्मेदवारलाई मात्र परीक्षामा सामेल गराइनेछ। दरखास्त फारम भर्न नेपाल ब्याङ्क लिमिटेडको वेबसाइट www.nepalbank.com.np को क्यारियर्समा एप्लाई फर भ्याकेन्सी बटनमा क्लिक गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ।
लिखित परीक्षाको पाठ्यक्रम नेपाल बैंक लिमिटेडको वेबसाइट www.nepalbank.com.np को क्यारियर ट्याबमा राखिएको छ। दरखास्त फारम भर्नको लागि यहाँ भनिएको लिङ्कमा हामी जानुपर्ने हुन्छ www.nepalbank.com.np र हामीले लिखित परीक्षाको पाठ्यक्रम डाउनलोड गर्नको लागि पनि यसै वेबसाइटको थ्रुबाट डाउनलोड गर्न सक्नेछौँ। दरखास्त सम्बन्धी कुनै जानकारी लिनु परेमा नेपाल बैंक लिमिटेड प्रधान कार्यालय मानव स्रोत व्यवस्थापन विभागको यहाँ भनिएको इमेल तथा फोन नम्बरमा सम्पर्क राख्न सकिनेछ। नेपाल बैंक लिमिटेडको वेबसाइट ओपन गरेर हामीले दरखास्त फारम भर्न सक्छौँ। दरखास्त फारम भर्ने प्रक्रिया पनि एकदमै इजी छ। केही समय अगाडि नेपाल बैंक लिमिटेडले विज्ञापन खुलाएको थियो। इन्ड स्क्रिनमा भएको भिडियो हेर्नुहोला। यो भिडियो हेर्नुभयो भने तपाईले जानकारी पाउनुहुनेछ घरमै बसेर एप्लाई कसरी गर्ने। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीहरूसँग सेयर गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनुहोला। हस्त धन्यवाद। छिट्टै अर्को विज्ञापनको भिडियो लिएर उपस्थित हुनेछु।